आयो फाइनली अब चाहिँ भ्लग कम्प्लिट भयो के मेरो फाइनली भ्लग कम्प्लिट भयो हेलो गाइस वेलकम छ तपाईहरुलाई मेरो भ्लगमा अनि म यस्तै विश्वकर्मा फेरि पनि एउटा नयाँ भ्लग लिएर तपाईहरुको बीचमा आइसकेको छु आज चाहिँ म हैन जुत्ता पसलमा छु कि एक्चुअली मलाई आफ्नै लागि जुत्ता चाहियो भनेर हेर्न आएको यस्तो छ कि तपाईहरुलाई पनि चाहिन्छ भने यो चाहिँ ठ्याक्कै हेटौडाको यहाँ साझा बस पार्क लाग्ने ठाउँमा छ हैन यो पछि तपाईहरु आउन सक्नुहुन्छ त्यही हो मेरो भ्लग स्टार्ट भइसकेको छ हाय गाइस हामी चाहिँ खासमा मुभी हेर्न आएको मुभी हेर्ने चक्करमै मैले फाइनली एउटा जुत्ता आफ्नो लागि किनिसकेँ जुत्ता लिइसकेको छु मिस जुत्ता राम्रो छ तपाईहरु पनि आउन सक्नुहुन्छ यहाँ होलसेल छ होलसेल टायरको पसल फिल्म हेर्न जाने मान्छेहरु दुईजना हुनुहुन्छ भने उहाँ एकजना हुनुहुन्छ उहाँ दिदी चाहिँ हैन है अनि उहाँ आन्टीहरु कर्नर नदेखाइसम्म त भ्लग कम्प्लिट हामी हो गाइसहरु गाइस हैन फाइनली हामी हेटौडा पुगिसक्यो अनि यही हो हामी यहाँको गाडी चाहिँ अनि हैन अनि यो हो कि हामी गाडी चाहिँ यही गाडीमा हो कि यो गाडी चाहिँ मैले नै चलाएको हो हैन गाइस दिस इज माई कार के बोले भाइ अब के बोले खुल्दै खुलेन कस्तो होला अब पानी पर्दा पर्दैन हामी फाइनली हेटौडा आइपुग्यो हैन गाइस अब त्यही हो अब हामी मुभी हेर्नको लागि हामी जानेछौँ बिस्तारै बिस्तारै हैन अनि मौसम चाहिँ पानी परेको छ खासमा यस्तो पानी परेको बेलामा त घरमा बसेर मुभी हेर्न पर्ने हो हैन अब हामी चाहिँ अब हलै जाऊँ न थिएटर अब हलमा हेरेको मुभी राम्रो हुन्छ नि त त्यही भएर हामी चाहिँ अब आज हल जान लाग्यो त्यही हो दिदी र मम्मी चाहिँ अब जान लाग्नु भयो दिदीको रुममा किनकि अब हामी दुईजना चाहिँ अब मल जाने होइन गाइस अहिले चाहिँ हामी हेटौडामा छौँ हामी चाहिँ अब मल जान लाग्यो टिकट काट्न मुभीको मम्मी र दिदी चाहिँ जानु भइरहेछ पानी पर है यस्तो चिपचिपे मौसममा हामी मुभी हेर्न जान लाग्यो रमाइलो हुन्छ भनेर लगाइस होइन हामी चाहिँ फाइनली अब मुभी टिकट काट्नको लागि भनेर हामी चाहिँ नारायणी मल आइपुगिसक्यौँ होइन यही हो नारायणी मल तर अलिकति पुरानो छ है हाम्रो नारायणी मल त पुरानो पुरानो भन्छ पहिला अब सुरु भन्दाखेरि कस्तो दामी थियो होइन यहाँ अहिले मनाएको धेरै भयो त्यही भएर मलाई चाहिँ त्यस्तो फिल भयो होइन हामी चाहिँ जेरी वान टप हेर्न आएको होइन है यही हो हामीले हेर्न आएको मुभी यो धरान त्यो होइन त्यही हो र असुर ए यही हो यही हो त्यो चाहिँ पुरा होइन त्यो चलो लिफ्ट होइन ए सिडिया चढो हामी चाहिँ भर्याङ हामी चाहिँ अब टिकटको लागि भर्याङ चढ्दैछौँ होइन लिफ्ट रहेछ यहाँनिर यहाँ अगाडि लिफ्ट छ गाइस होइन यही हो नारायणी मल हामी आज यहीँ मुभी हेर्न आएका छौँ यो सुषमा सुसे पुसे फुसे यहीँ हो ल ठ्याक्क होइन नारायणी मलको चाहिँ एउटा 4th फ्लोरमा रहेको छ टिकट काउन्टर ओके मै भन्ने हो भन्न फाइनली हाम्रो हातमा टिकट आइसक्यो जेरी वान टपको अब चाहिँ हामी के गर्ने त सुषमा हाम्रो प्लान के रहेको छ अब हामी के गर्ने I don't know भनिसकिन् बहिनीले यही हो नारायणी मल त्यही हो गाइस होइन बहिनी अब भिडियो कलमा बोलिरहेको छ अब म चाहिँ अब हाम्रो वेटिङ टाइम चलिरहेको छ 300को मुभी हेर्न फाइनल भयो भन्नु चाहिँ अब मम्मी र दिदी चाहिँ अब दिदीहरूको रुममा जानुभयो हामी चाहिँ मलमा
अघि हामीले 4 टिकट काटेको थियो नि अलिक फेरि हामी एक्स्ट्रा अब जानु भइरहेछौँ हामी हामी जाँदैछौँ मयुरी चढेर दिदीलाई लिन अनि मोबाइलमा चार्ज पनि सकिरहेको छु सुस्मी यस कर्नर हेर्नु न यहाँ ठस्स परेको छ हामी चाहिँ हेर्नु अहिले दिदीको रुममा जान आएको त्यही हो रेडी रहेको छौँ गाइज हो आज हेटौडामा अझै कति पो हिँड्नुपर्छ 3 बजीसम्म हिँड्ने हो हामीले खासमा भनेर 12-3को मुभी हेर्ने भनेको होइन अनि हामी आउन ढिलो भयो आधा घन्टा ढिलो भयो आधा घन्टा ढिलो भएपछि 3-6को मुभी हेर्न पर्ने भयो त्यही हो अहिले हामी घुमिरहेछौँ धेरै नै मजा आइरहेको छ यस्तो मजा कहिले नै आज मजाको मौसम छ हामी फिल्म हेर्न आएको हामी अब आफन्तको घर घुम्दै हिँडिरहेको ऊ यही रोकिदिनु यहीँ जाने अब दिदी झाडु लगाउनु चिनेको दाइ हो दिदीको सानो छिटीको पसलमा हामी फाइनल आइपुग्यो नमस्ते दिदी हामी चाहिँ भ्लग बनाउँदै आएर है गाइस हामी चाहिँ भ्लग बनाउँदै आएर तपाईँहरू कति तपाईँ चाहिँ खाजै बनाएर राख्नु भइसक्यो क्या चटपटे पानीपुरीको लागि टक्क पानीपुरीको अचार बनाएर होइन अब चटपटे खाएर जाने अब टक्क बल्ल बल्ल आउनु भएको बहिनी मम्मीहरूलाई यहाँ पानीपुरी र चटपटे खुवाएर मजा आउने भयो कस्तो भित्र रहेछ त पसल त तर व्यापार त मजा हुन्छ होला ल गाइस होइन हामी चाहिँ अहिले सरिसमा दिदीको खाजा घरमा आएर हामी अहिले पानीपुरी खान लागिरहेको छौँ पानीपुरी हेरौँ न कस्तो खतरा पानीपुरी बनाउनु भएको छ होइन माइली दिदीले सिलिक सिलिक पारेर हामीले चाहिँ अब फिल्म हेर्न घुम्न आएको मान्छेहरू पहिला खाजा खायो त्यसपछि हामी फिल्म हेर्न जाने कि होइन दिदीहरू यस्तो हो नि त गाइचो लगाइस होइन अघि हामी 2जना मात्रै टिकट काटेको थियौँ अब हामी 4जना भएर अब हामी अब हामी मलमा पुगिसक्यौँ एकजना आउनै बाँकी हुनुहुन्छ होइन मलमा आइपुगिसक्यौँ त्यहाँ टिकटक बनिरहेको छ होइन मलको अगाडि र ठ्याक्कै हामीले टिकट देखाइसक्यौँ अब हामी जाने यता साइड यता कहाँ गयो बहिनी यता यो साइडबाट जाने भन्नुभयो अहिले एकछिन आउनुपर्छ कि यहाँ पपकर्नहरू लिनु लाने हो कि चन्दन आउने हो कि आउने आउने छिटो न छिटो ढिलो भइसक्यो राइज होइन हामी फाइनली हलमा पुग्यौँ त्यही हो धन्यवाद प्रभुजी तपाईँलाई यस्तो वायात अफर नि कसैले गर्छ भने सबलाई आफ्नो मात्र मतलब के खाली कम्पनी दिस एन्ड अल अर्काको मेहनत अर्काको हार्डवर्क आम सो डन नाउ क्या चाहिँ अब के गर्ने अब के गर्ने भने अब हामी पपकर्न खाने चिप्स खाने अब के खाने के खाने पपकर्न खाने हामीले चाहिँ अहिले यति सामान लिँदैछौँ होइन बहिनीलाई 3 एङ्गल्स चाहियो अरे अनि मैले आफ्नो लागि यो लिएँ र ममा झन्डै घोप्टेको अनि यति भयो हाम्रो चाहिँ आजको यहाँ बिलिङ गर्दै हुनुहुन्छ बहिनी ह्याप्पी ह्याप्पी एउटा मात्रै? This not fair.
फाइनली मुभी सकियो गाइज यहाँ रुदा रुदा आँसु सुक्यो ओइ नरु न धेरै कस्तो लाग्यो मम्मी राम्रो लाग्यो अनि तपाईँलाई कस्तो लाग्यो भन्नु ल तपाईँलाई कस्तो लाग्यो दिदी भन्नु त तपाईँ 1 घन्टा लेट आएर हेर्नु भयो नि त कस्तो क्युट फिल्म हो र इमोसनल कतिको छ लभ लाइफ कस्तो छ अनि कति इमोसनल भएको त हजुर चाहिँ हो है फाइनली अब हल खाली दर्शकहरू सरी है ल नलिनु नलिनु राम्रो लाग्यो नि त कस्तो डेन्जर हेर्नु नि रोएर एउटाको आँखै सुन्ने हो फाइनली सकियो ल ल होइन गाइज अब फाइनली सकियो अब हामी अब लाग्न लाग्यो यिनी छिटो दिदीहरू जानु भइसक्यो होइन अँधेरो भयो होइन हामी यहीँ भन्नु भयो होइन हामी चाहिँ फाइनल माया गर्नु होइन त ल गाइज फाइनली अब हाम्रो मुभी सक्यो हामी अहिले मलमा छौँ मामा है मलमा आइछौँ हामी निद्रा लाग्यो तपाईँलाई कस्तो कस्तो राम्रो देख्यो मल है अलि उता हिँड्नु न हिँड्नु न हिँड्नु यो मलको नाम चाहिँ भयो नि के छ अरे हिँड्नु न कपाल चाहिँ के गरे होला त्यो ए प्रभु यसो लगाइ छैन अब यहाँ फेरि बाहुबली नै आउनु रहेछ तपाईँहरू आउँछ मान्छे अनि हामीले चाहिँ आज माया गर्नु भनेर हामीले फिल्म हेरिसक्यो मान्छे नै कालो छ तपाईँ गोरु कहाँबाट निकाल तपाईँ बाहुबली लगाइ छैन हामी सबजना छौँ झन्डै गाई छैन अघि दिदी घर जाने भनेर हलभित्र छिन रेडी हुनु भइसकेको थियो होइन हाम्रो गाई चाहिँ हो अहिले हामी अब हामी घर जाने हो बाई बाई फिल्म सकेर अहिले चाहिँ टक्क लाएर लिपमा चलेको अवस्था देखिनु भयो त है भनिदिनु तपाईँले सब्सक्राइब गर्नु जिरोमा दबाउनु जिरोमा यही हो त ओर्लिनु न यही हो लास्ट टाइम मिस्टेक भइरहेको छ हेर्नु गाइज होइन यही हो लास्ट जिरो यही हो दिदीहरू फेरि इनिसेन्ट भने जस्तो एकदम इनिसेन्ट मान्छेहरू छन् हाम्रो साथमा अब घर जाने फाइनली हामी मलबाट बाहिर निस्किसके ए गाइज अब हामी लागेको घरतिर फिल्म पनि हेरिभ्यायो रमाइलो पनि भयो घुम्न पाउँदा खुसी लाग्यो नि त टिभी देखा पल्टाको अलिकति रियाक्सन देखाउनु न कस्तो लाग्यो घुम्न पाउँदा रमाइलो तिमी चाहिँ के त तिमी त रुनी मान्छे होइन र यहाँ रुँदै फिल्म हेर्ने मान्छेहरू पनि छन् होइन ल कस्तो लागिरहेको त कस्तो लागिरहेको दामी लागिरहेको होइन यहाँ हामीले त आयो फाइनली अब चाहिँ भ्लग कम्प्लिट भयो क्या मेरो फाइनली भ्लग कम्प्लिट भयो गाडी नभएर गाइस होइन हामी ट्रक चढेर जाँदैछौँ भनेपछि घर जान पायौँ होइन हामी बाटामा बिजोक भइएन अब बहिनी जान लाग्छ होइन हामी चाहिँ तल ज्यामिरे ऊ अब माथिल्लो ज्यामिरे ओर्ना मर्नी भयो आएको फुटाएर बिस्तारै ओर्ली बिस्तारै बाई 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 गुड बाई गुड बाई हो र सरी
फाइनली हामीले दाइलाई भाडा दिइसक्यौँ। अब हाम्रो पनि ओर्लिने ठाउँ आयो। ल ओर्लिन्छ त पछि ओर्लि। कस्तो पछि ओर्लि हो र पहिला म ओर्लिनु। त्यहाँ दिदी ओर्ले हाइराको बिस्तारी 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 हेर्नु न यहाँ ओर्लिनु बेला कस्तो रमाइलो छ गाइज हेर्नु। फिल्म हेर्न गयो नि यस्तो हुँदो रहेछ भन्ने कुरा मलाई थाहा भयो। ल हाम्रो बनाउनु अब यस्तो अप्ठ्यारो भइरहेछ होइन। यहाँ हेर्नु टेक्ने ठाउँ छैन गाइज। हेर्नुहोस् ल ल ल बाई भन्दै पठाउँछ कि सबजनालाई आज त के हो यस्तो। ल नै अब हामी चाहिँ अब अरेरोमा अब डाँडा चढ्ने केही देखेन त डाँडा त है। फाइनली गाइज होइन दिनभरि घुमियो मुभी पनि हेरियो खायो खाजा होइन। अनि फाइनली अहिले 7:30 भयो घर आइपुग्यौँ होइन। त्यही हो आजको भिडियो। हजुरहरूले अन्तिमसम्म हेरिदिनु भयो साथ दिनुभयो त्यसको लागि मनैदेखि धेरै धेरै धन्यवाद होइन। मेरो भिडियो जहिले छोटो बनाउँछु भने जहिले लामो हुन्छ होइन। त्यही पनि तपाईँले हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्दै अनि आजको यो भिडियोलाई यहीँनिर म इन गर्न चाहन्छु। हस् त सबैजनालाई धन्यवाद अनि बाई। अनि अहिले रातमा सबैजनालाई गुड नाइट, ह्याभ अ स्विट ड्रिम।